दर्शकबिन नमस्कार। हालै मात्र चर्चित कमेडी सो कमेडी दरबार विवादमा तानिएको छ। कलाकार बले अर्थात् सागर लम्साल सहित कार्यक्रमका अन्य सदस्य विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ। उजुरी किन परेको आजको भिडियोमा विस्तृत रूपमा जानकारी दिनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोला अनि आफ्नो विचार कमेन्ट मार्फत लेख्न नबिर्सनुहोला। कमेडी रियालिटी सो कमेडी दरबार आजकल विवादले घेरिएको छ। यसै साथ सार्वजनिक भएको 27औं एपिसोडको टेलरमा गायक कुमार सागरलाई व्यङ्ग्य गरिएको भेटिएपछि अभियन्ताहरूले दबाब दिए, जसको कारणले गर्दा निर्माण टिमले कुमार सागरलाई व्यङ्ग्य गरिएको अंश नै फाल्नु परेको थियो। यति मात्र होइन, अहिले आएर 26औं एपिसोडको विषयलाई लिएर साइबर ब्युरोमा उजुरी नै परेको छ। उक्त एपिसोडमा फिल्म लास्ट शरमका कलाकार सागर लम्साल, बले, अर्जुन घिमिरे र महेश त्रिपाठी उपस्थित भएका थिए। कमेडी दरबारका कलाकारहरूले प्रस्तुति दिने क्रममा कमेडियन सुन्दर खनालले सागर लम्साल, बलेको भूमिका निर्वाह गरेका थिए। सुन्दरले आफ्नो प्रस्तुति मार्फत उपस्थित कलाकारहरूलाई व्यङ्ग्य गरेका थिए। सुन्दरलाई स्टेजमा अर्की कलाकार सुजिता श्रेष्ठले साथ दिएकी थिइन्। उनी उक्त प्रस्तुतिमा कुमार कटेल जिक्रीको भूमिकामा थिइन्। जिक्रीको क्यारेक्टरमा रहेकी सुजिताले लास्ट शरम 2 मा हिरो को राख्ने भन्ने कुरा हुन्छ। जवाफमा सुन्दरले नम्रता सापकोटा राखौँ, हिरोनीमा त चलिनिन्, अब हिरोमा राखौँ भन्छन्। यसैबीच जिक्री पात्रमा रहेकी सुजिताले बरु हामी मिस पबीलाई लिऊ भन्छन्। जवाफमा सुन्दरले मिस पबी त हुँदैन ब्रो, मलाई टिकटकर फाप्दैन भन्छन्। अनि फेरि सुजिताले प्रश्न सोध्छन्, को चाहिँ फाप्छ तँलाई भन्छन्। सुन्दरले हस्पिटलबाट आएको फाप्छ मलाई भन्छन्। सोही वाक्यलाई लिएर उजुरी परेको खबर आएको कलाकार खनालले बताएका छन्। उजुरी चाहिँ खनालसहित कमेडी दरबार सोका निर्देशक विक्की अग्रवाल, निर्मात्री श्रद्धा पसाई, कलाकारहरू सागर लम्साल, बले, उनकी श्रीमती स्नेहा डङ्गाल र उनकी साथी भावना ढकाल विरुद्ध उजुरी परेको हो। उनीहरू सबैलाई प्रहरीले ब्युरोमा बोलाएको छ। कुनै समय सागर लम्साल बलेसँग प्रेम सम्बन्धमा रहेको टिकटकरले उजुरी दिएको स्रोतले बताएको छ। विक्की अग्रवालले कमेडीलाई कमेडीकै रूपमा बुझिदिनु हुन आग्रह गर्दै हरेक हप्ता उजुरी आएर प्रहरी धाउनु पर्ने अवस्था आइरहे, सो नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने समेत बताउनु भएको छ। हस्त दर्शकबिन, आजको भिडियो यति नै। यदि तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक, कमेन्ट, सेयर गरिदिनु होला र तपाईँहरूले यस च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने यस्तै खालको भिडियो हेर्नको लागि यस च्यानललाई सब्सक्राइब गरेर छेउमा आएको बेल बटन अलमा पनि तर्जनल भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। नमस्कार।